नमस्कार। आज म एउटा फरक विषयमा चाहिँ कुरा गर्न चाहिँ गइरहेको छु। यो सेनिटरी प्याड हो। महिनावारी भएको समयमा यसलाई चाहिँ प्रयोग गरिन्छ र सेनिटरी प्याड हरेक विद्यालयहरूमा राख्नुपर्ने नियम केही दात्री निकायको सहयोगमा लागू भएको थियो। तर यसको चाहिँ समस्या के छ भने सबै विद्यालयहरूमा यसको चाहिँ निरन्तर उपलब्धता छैन। डिस्पोजेबल सिस्टम छैन। विद्यार्थी र शिक्षकहरूको बारेमा जनचेतना छैन र हाम्रो समाजमा अझै पनि यो प्रतिको लाज भेदभाव र घृणा अझै पनि विद्यमान रहेको छ। त्यसैले सरकारले हरेक विद्यालयहरूमा यसको निरन्तर उपलब्धता हुनुपर्छ भनेर चाहिँ निर्देशित चाहिँ गर्नुपर्ने देखिन्छ। भने दोस्रो के हो त भन्दा क्यान्सरलाई न्यूनीकरण गर्नका लागि सफा र सुरक्षित महिनावारी र गुणस्तरीय जीवनका लागि स्थानीय वडा, टोल र महिला स्वास्थ्य स्वयंसेविका मार्फत सुत्केरी भएका र महिनावारी चाहिँ भएका गरिब, असहाय, सीमान्तकृत, फरक क्षमता र एकल महिलाहरूका लागि चाहिँ यो आफ्नो वडाबाट चाहिँ अर्थात् टोल सुधारबाट चाहिँ निःशुल्क रूपमा चाहिँ वितरण चाहिँ गर्न सकियो भने गुणस्तरीय जीवनमा एकदमै राम्रो भूमिका खेल्दछ। भने दोस्रो पोइन्ट के हो त भन्दा जुन जुन दात्री निकायहरूले हरेक कामहरू गर्नुहुन्छ, स्वास्थ्य, शिक्षा, व्यवस्थापन, इन्भाइरोमेन्ट, ती कामहरूमा पनि के गर्नुपर्छ भन्दा आफ्नो टार्गेट समूहमा भएका 15 वर्षदेखि 49 भित्रका चाहिँ महिलाहरूलाई चाहिँ निःशुल्क रूपमा चाहिँ सेनिटरी प्याडलाई पनि बाँध्ने चाहिँ कार्यक्रम लागू गर्न सक्यो भने यसले अझ राम्रो चाहिँ गुणस्तरीय जीवन र सस्टेनेबल डेभलपमेन्ट गोलमा चाहिँ राम्रो सहयोग गर्छ भन्ने चाहिँ मलाई लाग्दछ। धन्यवाद।